अहिले हामी चाहिँ स्टकहोमको मेन सेन्ट्रल स्टथुसमा छौँ। यो के जुन समुद्रसँग जोडिएको ताल हो। यहाँबाट 2-3 किलोमिटर उता चाहिँ समुद्रै पुग्छ ठुलो। अहिले -14-15 जति छ, जसले गर्दा सबै पानी जमेको छ। बोटहरू चाहिँ बिचरा त्यसरी थन्केर बसेको छ। सबै बोटहरू भयो। मान्छेहरू चाहिँ आइसको स्केटिङ खेलिरहेका छन् भने यता चाहिँ बुढी डेभिसा र डेभिड पनि खेलेर इन्जोय गरिरहेका छन्। साह्रै राम्रो मौसम, घाम लागेर एकदमै हल्का तातो बनाए पनि चिसो नै छ। के रे किन एक ठाउँमा के अरे फुट्न सुरु हुन्छ। चुडुक 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 वे कान सिममा डेभिन कान सिममा डेभिसा कान सिममा। अहिले हामी चाहिँ समुद्रमाथि नै छौँ। यो भने यस्तो धुस मैले अघि नै भनिसकेँ। मेन सेन्ट्रल आज यहाँ चाहिँ धेरैचोटि आइयो, तर चाहिँ विन्टरमा आएको थिएन, समरमा आएको थियो। अझ विन्टरमा आउँदा चाहिँ समुद्रमा तालमाथि त धेरै नै हिँडेकै हो, तर समुद्रमाथि हिँड्न चाहिँ अर्कै मजा आउँदो रहेछ। यति भन्दै म खुसीले गदगद हो क्या खुसीले गदगद छु। यसै गरी 2-4 शब्द मेरो बुढीको पनि जाओस्, कस्तो लागिरहेको छ। कहाँ सक्यो आज शिवरात्रिको दिन शिवजीलाई सम्झिँदै सूर्य भगवान नै धेरै पछि निस्किनु भएको छ। त्यही पनि त्यता नजा है, किनभने त्यो बोटले हिँडेको हो, त्यो उस हो, त्यो बोट हिँडेर त्यस्तो भएको कि पहिला।